यति राम्रो हुन्छ कि लास्टै भइसक्यो कि। Hey guys, morning. Welcome back to my new video. हामी सबैजना सन्चै आरामै हुनुहुन्छ, म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो नेक्स्ट ब्लगमा हजुरहरूलाई स्वागत छ होइन। म चाहिँ नेपाल आइदिएको होइन। मैले किनकि म भिडियो बनाएन, किनकि गाडीमा लास्टै आफन्त निक्ल्यो त्यसैले। अनि हिजो पुगेको म होइन, हिजो पुग्यो अनि लास्टै आपत आयो क्या। राम्रोसँग सुत्नु मिल्यो क्या, सुत्नु पाएन क्या, त्यसो भयो होइन। अहिले चाहिँ यता मजाले यो मच्छरदानी यो के भन्छन् झोल लगाएको छ होइन। बुवा आउँछन् त मच्छर आउँछ त्यसैले। अब मच्छर पनि आउनु लागिसक्यो यता नेपालमा होइन। मच्छर काट्छन् क्या त्यसले। हिजो यस्तो मेरो यो पछाडि ढाड दुखेको थियो, लास्टै ढाड दुखेको थियो क्या। त्यसले लगाएँ त्यस्तै हो होइन। अब भित्र चाहिँ खानासाना नास्ता बनाउँदै हुनुहुन्छ, म चाहिँ भित्र ब्लग गरेर आएँ होइन, त्यही हो। अनि म चाहिँ भिडियो त बनाउनु थिएँ कि लास्टै गाह्रो भयो कि त्यसैले बनाउनै मिलेन क्या। मेरो मोबाइल यो चाहिँ मेरो हाल्छ होइन। अब यता धेरै काम छ क्या। अब किन मतलब मेरो गाउँ कस्तो छ म हजुरहरूलाई देखाउँछु पछि होइन। अनि साथीहरूसित घुम्न फोटो खिच्न जान्छु एकदिन पछितिर जान्छु, त्यही हो होइन। अन्तिमसम्म हेर्दै गर्नु होला गाइज, हजुरहरूलाई कस्तो लाग्यो लाइक सब्सक्राइब सेयर गर्नु नबिर्सिनु होला है। त्यही हो, धेरै दिनपछि बनाएर छु आज भिडियो, त्यस्तै हो। अरू त के भन्नु होइन, मजा आयो, रमाइलो भयो। तर लास्टै गाह्रो भयो क्या, साँच्चै भन्दाखेरि लास्टै गाह्रो के भन्नु। त्यो साथीहरूले आज भनेको थिएँ घुम्न जान्छु भनेर, अब के हुन्छ हेरेर होइन। घुम्नु गएपछि रमाइलो हुन्छ होइन, मजा आउँछ, त्यही हो। अरू त केही होइन यार, यो मेरो यस्तो कुरा यस्तै हुन्छ होइन। गाउँघरतिर घर चाहिँ अब घर सहर यस्तो छ यार, के गर्नु, यस्तो छ, त्यो क्या। झोलसोल लगाएर होइन, त्यो यता चाहिँ बच्चाको कपडा राखेका छन्। बच्चालाई कपडा त मतलब पिसाब फेरि पछि कपडा लगाउनलाई हुन्छ नि त, त्यसैले सबै यता राखेका छन् बच्चाको लागि होइन। त्यो त्यस्तै छ जिन्दगी। लगाएपछि एकछिन पछि भिडियोमा आएँ ल। सो अहिले चाहिँ होइन तर उठाएको छैन, एकछिन पछि उठ्छु। मेरो यो ओठ फाटेको होला होइन, लास्टै गाह्रो भएर आयो कि, यस्तो फिट भएर आयो ओठ। उता इन्डियातिर मतलब चिसो लास्टै हुन्छ क्या होइन, त्यसैले यो यस्तो ओठमा यस्तो भएर आयो कि, बिचमा यस्तो चिरिरहेको छ क्या, भन्छ पुरा चिरिरहेको आयो क्या, लास्टै गाह्रो भएर आयो। भेस्लिन किन्नुपर्ने हुन्छ, त्यही हो। बाहिरतिर कस्तो छ देखाउँछु म। यस्तो छ बाहिरतिर अहिले, गाउँ पनि पाकिसक्यो होइन, हेर्न सक्नुहुन्छ पुरा पाकिसक्यो। यस्तो छ कोठा, मोबाइल चार्ज लगाएको थिएन, केही छैन कि यस्तो यो कोठा हेर न, गरिब हौ हामी। ओए यसलाई नाखे त्यस्तै हो गाइस। अनि भित्र चाहिँ एकछिन पछि देखाउँला। म अहिले त देखाउँदैन होइन, यो कुरा पछि देखाउँछु। यो अब खान लागेपछि एकदम मस्त देखिन्छ क्या, त्यसपछि अहिले देखाउँछ होइन। हाम्रो चाहिँ कतिवटा कोठा छ भन्दाखेरिमा होइन, एउटा यो भयो, अनि एउटा भान्सा कोठा भयो, अनि जस्तै एउटा यो भयो नि, एउटा त्यो, एउटा यो तिनवटा कोठा, एउटा यो मेरो,
अनि एउटा चाहिँ यो भकारी सकारी राखेको छ नि यता के हो खै त्यस्तै गजार मजार बनाएको छ नि खोइ के हो हेर न पुरा यस्तो फोहोर छ कि के भनौँ यार पुरा फोहोरै फोहोर छ कि गहुँसहुँ राखेका छन् धान चान राखेका छन् चामल के छ कट्टामा चामल रहेछ त्यही हो होइन यस्तै हो आज चाहिँ नुहाउनु पर्ने हुन्छ होइन नुहाउँछु म हेर आज हाम्रो गाउँमा चाहिँ होइन यो बेहुरी भन्ने हुन्छ होइन यो बेहुरी हेर न बेहुरी होइन यसको अचार हाल्छन् क्या त्यस्तै पनि खान्छन् होइन मस्तो मिठो हुन्छ क्या खानु भएको छैन कसैले होइन त्यो पनि राम्रो हुन्छ क्या अब यसको बेहुरी हाल्ने हो होइन बेहुरी मतलब अचार हाल्ने हो यति राम्रो हुन्छ कि के भनौँ यार कसम भने यस्तो हुन्छ है पहिला यस्तो हुन्छ अनि यो चाहिँ घाममा सुकाएको हो यो घाममा सुकाएर अनि यस्तो भयो यस्तो यस्तो कपडा पनि मेरो यस्तो भयो कि यो फोहोर भएर प्यान्ट फोहोर भएर होइन यस्तो भयो प्यान्ट आज चाहिँ बुढीलाई धोइमाग्छु छु यस्तो भयो प्यान्ट पुरा फोहोर भएर क्या अनि यो वाइट भेस्ट चाहिँ पुरा लास्टै भइसक्यो कि वाइट भेस्टको बिल्लो भागिरह्यो केही छैन यार खानेकुरा यार केला रहेछ होइन बच्चाको लागि मेरो छोरोको लागि राखेर आएको थियो त्यसमा पनि केला अनि स्याउ छ हिजो ल्याएको थिएँ मैले त्यो गाइस ल एकछिन बसीबाट है ल ए गाइस मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो आज सबैजना सन्चै आरामै हुन्छ म पनि सन्चै आरामै छु आज चाहिँ मेरो नेक्स्ट ब्लगमा हजुरहरूलाई स्वागत छ होइन म चाहिँ नेपाल आइदिएको होइन मैले किनकि म भिडियो बनाएन किनकि गाडीमा लास्टै आफन्तदेखि ल्यायो त्यसैले अनि हिजो पुगेको म होइन हिजो पुग्यो अनि लास्टै आपत आयो क्या राम्रोसँग सुत्न मिल्यो क्या सुत्न पाएन क्या त्यसो भयो होइन अहिले चाहिँ यता मजाले यो मच्छरदान यो के भन्छन् झोल लगाएको छ होइन बुवा आउँछन् त मच्छर आउँछ त्यसैले अब मच्छर पनि आउनु लागिसक्यो यता नेपालमा होइन मच्छर काट्छन् क्या त्यसले हिजो यस्तो मेरो यो पछाडि ढाड दुखेको थियो लास्टै ढाड दुखेको थियो अनि त्यही चाहिँ लगाएँ त्यस्तै हो होइन अब भित्र चाहिँ खानासाना नास्ता बनाउँदै हुनुहुन्छ म चाहिँ भित्र ब्लग गरेर आएँ होइन त्यही हो अनि म चाहिँ भिडियो त बनाउनु थिएँ कि लास्टै गाह्रो भयो कि त्यसैले बनाउनै मिलेन क्या मेरो मोबाइल त्यो चाहिँ मेरो हात होइन अब यता धेरै काम छ क्या अब किन मतलब मेरो गाउँ कस्तो छ म हजुरहरूलाई देखाउँछु पछि होइन अनि साथीहरूसित घुम्न फोटो खिच्न जान्छु एकदिन पछितिर जान्छौँ त्यही हो होइन अन्तिमसम्म हेर्दै गर्नु होला गाइज हजुरहरूलाई कस्तो लाग्यो लाइक सब्सक्राइब सेयर गर्नु नबिर्सिनु होला है त्यही हो धेरै दिनपछि बनाइरहेको छु आज भिडियो त्यस्तै हो अरू त के भन्नु होइन मजा आयो रमाइलो भयो तर लास्टै गाह्रो भयो क्या साँच्चै भन्दाखेरि लास्टै गाह्रो के भन्नु त्यो साथीहरूले आज भनेको थिएँ घुम्न जान्छु भनेर अब के हुन्छ हेरेर होइन घुम्नु गएपछि रमाइलो हुन्छ होइन मजा आउँछ त्यही हो अरू त केही होइन यार यो मेरो यस्तो कुरा यस्तै हुन्छ होइन गाउँघरतिर घर चाहिँ
अब घर सहर यस्तो छ यार, के गर्नु, यस्तो छ त्यो क्या झुलसुल लगाएर होइन। त्यो यता चाहिँ बच्चाको कपडा सपडा राखेका छन्। बच्चालाई कपडा त मतलब पिसाब फेरेपछि कपडा लगाउनलाई हुन्छ नि त, त्यसैले सबै यता राखेका छन् बच्चाको लागि होइन। त्यो त्यस्तै छ जिन्दगी। एकछिन पछि भेटौँला है ल। होइन के भन्नु, अब माटो बोकिरहेको छु यता घर लाउनुको लागि पढेर। हामी काम गरिरहेको छौँ आज, हामीलाई काम गराउँदैछन्। यहाँ मेरो छोराहरू पनि कस्तो माया गरिरहेछन् मलाई। अनि के भन्यो हो त्यही हो, एउटा उता बसिया छ भाइ, सिगरेट खाइरहेको हो। त्यही हो, अब एकछिन पछि कोठातिर जाने हो, घरतिर खतरा देखिन मस्त है। खाना पनि खाएन कि भोक लागिसक्यो पेटमा। खै के भनिरहेको छ मम्मीले, के भयो भने मे क्या भयो भन्न है, के भन्न है तू, के भन्न है भने के भयो बोल्ने लागेन र के भयो भन कोही के कागज हिँड्दा लागि मैडम साहब गई भिनाइ दिन त्यही हो ल। अब एकछिन पछि जाने हो होइन। अब यता चाहिँ आज चाहिँ यस्तो के भन्छन् यो ऊ भर्या होइन, यो पुरा ऊ गरेर अनि त्यति हो क्या। धेरै काम छ, काम त धेरै छ क्या यस्तो। अब एकछिन पछि खाना खाने हो, खाना खाइसक्यो यो 2 दिन बस्तिर काम गर्नु सुन्नु हुन्छ, त्यसैले हो कि नै फेरि लास्टै थाकियो यार। आइज यो चाहिँ मेरो भान्जा, हेलो भन्छ, हेलो भन्न पर्छ उहाँ, हेलो हेलो भन्छ पर्छ उहाँ। लास्टै हो त क्या, लास्टै मस्त छ क्या। त्यही हो यार, के गर्नु यार, गाउँमा आएपछि पनि कामै गर्नु पऱ्यो यार, त्यस्तै छ। अनि यो गाउँ हुँदैछ नि त, यो गाउँ पनि लास्टै आफत निस्किन्छ क्या, काट्दाखेरि बोक्दाखेरि लास्टै आफत निस्किन्छ क्या। ल गाइस एकछिन पछि भेटौँला है ल। सो अहिले चाहिँ होइन कोठामा बनाइसक्यो, हल्का काम गऱ्यो, अब खानासाना खाएर जानुपर्ने हुन्छ होइन। म चाहिँ छोरा हेर्दै बसिरहेको छु है। कस्तो सिगन निकालेको छ क्या, सिगन रोइरहेको क्या। प्रशान्त किन रोइरहेको तिमी, रोइरहेको क्या। अनि उसको मम्मी चाहिँ पछाडि दाउरा के काम गरिरहेको, खाना बनाउँदै हुन्छ नि त, त्यसैले अब त्यस्तै हो। म चाहिँ छोरालाई हेर्दै बसिरहेको छु, त्यस्तै छ के गर्नु। अब एकछिन पछि जानुपर्ने हुन्छ होइन, त्यही हो, अरू त केही होइन। प्रशान्त शान्त हाँस त, राल मात्र चुहाउँछ कि के गर्नु। उसको मम्मी चाहिँ, तेरो मम्मी गयो अब रोइरह्यो नलो नलो। त्यो होइन के दाइदियो हाँ यार।
कस्तो यार रोइदियो यार अब कसरी भुलाउँछ डर गयो यो चाहिँ मेरो बुढी होइन ल कपाल कति फोड्छन् नि त्यही हो यार अब एकछिन पछि भेटौँला है ल सो अहिले चाहिँ खानासाना खाएर होइन बाहिर चाहिँ धेरै काम हो क्या पछि अहिले त्यही सुतिरहेको छु अनि यो चाहिँ मेरो छोरो यो चाहिँ मेरो बुढी होइन तुम खाने थुक निकाल्न औ आयो रोक त्यो होइन हो कि नि बुढी के होइन र जान्छु नि अरे मजाक त भइहाल्छ होइन हानु अरू पसन्द हानु भन्दा चाहिँ हाँसिरहेको मेरो बाल यार कस्तो छु कि बाल चुनेर छ्या खतम पारे मेरो चेलाले बरु सो अहिले चाहिँ साथी बोलाएर अहिले गएर होला नि अरे बनबस जाने भन्नु खायो रोक आयो अहिले रोक खैमिजी बनबस जाने भन्नु आयो त भन्नु खायो कल ल ल सो अहिले चाहिँ के साथी कहाँ बनबस जाने भन्नु खायो होइन त्यसरी नै म चाहिँ साथीलाई भेट्न गइरहेको त्यो हेर्न सकिएन कति बज्यो टाइम पनि भइसक्यो होइन कति 1 बजिसक्यो हेर्न सक्नुहुन्छ यस्तो छ क्या पुरा त्यो हो गाइस त्यही हो लास्टै काम छ कि बाहिर त आउनु हुन्न कि यस्तो काम हुन्छ छोड्दै लास्टै अति हुन्छ कि काम त हो हेलो हेलो केटाहरू के छ भने भ्लग बना भ्लग सन्चै हामी के छ बसिहाल्ने बच्चा रहेछ अरू सुन कहाँ हो थाहा के ये जल्दी ल्या काम छ कि मिजी त्यो बुझ्नु पर्ला आज कत काम गर्ने सोधेलाई अब तो सकिहाल्यो थोडा बहुत यसलाई मोटर चुट्टो ह मोटर त अहिले छुट्टो होइन यसलाई अबे उ गर्दा अझ माटो भद्दा 2 दिन उहाँ भरल्ला पूजा कौन जाए हैन सोच्छ है 10 बजे हम गर्ला उनले जाउला 10 बजे निकल्ला एउटै ह किन भने भाइ तू जति गर के बे केने हगिल होला आज 2 हगिल घंटा मैं जाना काम ना होगी कब आज ही जाना के जाने आज के गर्दै यहाँ पनि मामबोर तम घर थाहा छैन जाना भेटला अगला साल आयो हाँ अगला साल खाना खाला उन्जेमा खुरे 3-4 दिन में आए 3-4 दिन में तेरो चेला बर्थडे का दिन में पनि हुन्न दुकान खुल्ला छ चिजा खाना 2-3 दिन दुकान बन्द राखे कता गेटाहरु ट्युसन जानला छ भाइ ओ भोलि एसी छ रे मान्छे कोही एसीमा छ यो बनबासा गइरहेछ हैन के भन्नु यार धेरै घाम छ के माया कसम यार के भन्नु यार बाहिर आने जस्तो नहेर्छ कसम यार त छायामा जानु नि बेलीमा म शिविर गएको थिएँ अखाइ बसिरहे यस्तो मस्त हावा चलेको थियो नि म मन्दिर नि खुल्ला रुपे हो कि उ माइमा त खुल्ला छैन 100 रुपैयाँ छ जाबुले ल्याएर के लौ अरे ओ भला त्यो यार के हो आज त बाहिर निस्कियो भने
अरू बेला भएर निस्किनु थिएन क्या यो त मजाले भित्र गेम खेलिरहेको हुन्थ्यो त्यस्तो छ मन्दिर त अब त्यो के भनेस् त्यसले के भने तेरो भन्न खल्ला नि खिच्दै त अहिले बजियो ल एकछिनमा भेटौँ आएको आइज ल अहिले चाहिँ होइन राति पनि भइसक्यो कति बजिसक्यो भन्दाखेरि 8-9 बजिसक्यो होइन खानासाना पनि खाइसकेँ त्यस्तै हो अनि मैले चाहिँ यो लिपस्टिक लगाएको छु होइन किनकि मेरो ओठ फाटेको छ नि त त्यसैले अनि बुढीले चाहिँ आज नुहाएको होइन अनि बुढीले तेल चाहिँ लगाइदिएँ अनि साल यो के भन्छ नि ऊ बार्सा बाल बाँधिदिएँ अनि छोरो चाहिँ सुतिरहेको छ यस्तै कति मजाले सुतेको छ टक्क बढेर होइन त्यो गाइस एकछिन पछि भेटौँ आएँ सो हामी चाहिँ खाना खाइसक्यो होइन बुढी खाना कहाँ मैले खाएन हो त्यस्तो छोरो चाहिँ मजाले सुतिरहेको क्या होइन हो कि नै बुढी सुत्यो हो कि नै सुताएको कि आज चाहिँ मेरो बुढीले चट्ट म भान्साल खोजेर होइन हिरो बनाइदियो क्या हेरिनु भेट्नु जान्न हेरिनु भेट्नु जान्ला नि त त्यसैले कहाँ हेर्नु हेर्नु कहाँ तिमी छौ त हिरो नि हो तिमी यस्तो हिरोइन छौ त अरूलाई किन हेर्नु होइन हेर्नु म त अरे मेरो बुढी फत्वा कि हिरोइन हो मलाई त एकदम मेरो बुढी एकदम राम्रो लाग्छ होइन के भन्नु त्यो कहाँ छोराको समाएर हेर न खै यो फोन छ कि ऊ के भए के हो यो हावा कम बच्चा जस्तो छ कि यसो हेर्नु हेलो भन्दा नभन्ने के भन्नु भन्ने म चिन्दैन यो मन को कसैलाई चिन्दैन भनेर आएको यहाँ त म चिन्दैन कसै अरू भन्दाखेरि बस्नु अहिले एकछिन बाहिर नि बाहिर मान्छे भोलि के काम गर्नु छ बुढी भोलि तर उहाँ भन्दैन काम गर्दा के काम त्यो के काम दिदीको घरमा यो गर्दैन र अब जान्दैन नि के पाउनु सोध पढेन अच्छा बस्न बस्न माथि बस्नु भने भ्लग बनाएन भने कि यस्तै गर्छ कि मेरो बुढीले होइन बच्चा जस्तो छ यहाँ यता को बिस्कुट भन्दाखेरि यो बिस्कुट राख्न त उता यो पठाएर खाएको हेलो गाइस भनिरहेको छ मेरो भान्जाले हेलो गाइज हामी सन्चै छौँ कता गएर बुढी ओइ यता आऊ न तिमी यार ओइ यता आइज यहाँ आएको मात्र दौडेर तिमीलाई भेट्नलाई बिस्कुट खाइनलाई हो र तपाईँ यता हिजो चाहिँ जे भएपछि पनि यो सिनेरी मुडी राख्छ कि जे भयो भने पछि सुत्ती बेला खाना चाहिँ दुइटै मात्र म 4 दिन हो दुइटा मैले खाएँ हट खाना 4 दिन हो न म एउटा म हुन्छ हेर्नु सबै आउनु खानु होइन एउटै हो
राइट भने त्यो हो ऊ चाहिँ भाइले भइसक्यो लाज मान्छे क्या हो भने ओ त्यो कस्तो भएर आयो हो त्यही हो गाइस आज चाहिँ होइन लास्टै अब निक्ल्यो अब भोलि चाहिँ सिमेन्ट बोक्नु छ अब हल्का अझ सिमेन्ट मतलब ऊ बोक्नु छ क्या ढुङ्गा बोक्नु छ अनि पछि माटो बोक्नु छ आज चाहिँ 3टामा फालिसक्यो होइन त्यसपछि अब 5वटा खालको फेरि 5वटा हल्का हल्का भरेर होइन त्यो चाहिँ मजाले सुनिरहेको छु क्या अनि आज 5वटा आयो भन्नु अनि आज 3टा सक्यो भोलि 3टा सकिन्छ त्यसपछि पोर्की अब कोही मतलब कोही हल्का मतलब सानो छन् कोही ठुलो छन् कि 2टा भोलि त लास्ट टाइम आउँछ होइन ट्याप निस्किन्छ तेरो चिज छैन अब गर्नुपर्छ होइन बिना घर लगाउँदैछ नि त त्यसैले पछि हाम्रो पनि के साह्रो गर्नुहुन्छ क्या त्यसैले काम गर्नुपर्छ होइन त्यस्तो होइन त्यो गाइस होइन आजको भ्लग चाहिँ कस्तो लाग्यो भनिदिनु होला अनि लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सनु होला है थ्याङ्क्स फर वाचिङ माई भिडियो लभ यु गाइस बाई बाई गाइस लभ यु बाई बाई